यो चाहिँ हाम्रो लेकको नाम भनिदेऊ त भाइ। छोजो लेक। छोजो लेक है। यो छोजो लेक माथि यहाँ साइक्लिङ पनि हुँदो रहेछ यहाँनिर। माथि बुद्ध पार्क मुनि हो। बुद्ध पार्क यता पर्यो। बुद्ध पार्क चाहिँ यहाँनिर है। आज चाहिँ मजाको जग्गाहरू देखाउँदैछु है तपाईँलाई मैले। आज जति पनि मेरो भ्लगर्सहरू हुनुहुन्छ, जति पनि मेरो मलाई माया गर्ने मेरो फ्यान फलोइङहरू हुनुहुन्छ, सबैजनाले हेर्नुहोस् है। यहाँ यी साइक्लिङहरू हुँदो रहेछ हो। मजाको रहेछ जग्गा। त दोकानहरू रहेछ। मेरो छोरा कता गयो? पर मेरो छोरा रहेछ। यहाँनिर त्यसलाई बोटमा चढाउनु पर्ने छ। मेरो भाइ र छोरा आज चाहिँ बोटमा चढ्ने बाबा भन्दैछ। अनि टक्कै यहाँ हेर्नुहोस् है बोटहरू। आज मेरो छोराले फर्स्ट टाइम बोटमा चढ्दैछ। मजाको जग्गा रहेछ। आज चाहिँ हामी राबोङ जाँदैछौँ। हाम्रो यो चाहिँ रादाङ खेत आइपुग्यो है। मकैहरू पनि निकै ठुल्ठुलो भइसकेछ, हेर्न सक्नुहुन्छ। अब 1.5 महिनाभित्रमा त यहाँको मकै निक्लिन्छ पनि होला सायद। आउनुहोस् है खानु। यो रादाङमा पोल्छ हो, मजाले खानुहोस् तपाईँहरू। अब 1.5 महिनाभित्रमा यो मकै बजारमा निस्किन्छ। को छ यहाँको जग्गाहरू, भ्यूहरू मजाको छ। मैदान जग्गा है। दोकानहरू पनि खोलिसकेको छ। चिया हामी 3टा चिया मगाएको छौँ। चिया खाँदैछौँ तातो। यता त अलिक जाडो जाडो पनि रहेछ। यहाँ माथि चाहिँ स्कुल रहेछ। जुनियर प्राइमेरी स्कुल रहेछ। यसको अगाडिपट्टि सानो दोकान छ। यहाँ मिठो चिया चाहिँ मिठो बनाउनु हुँदो रहेछ। तपाईँहरू पनि आएर पिउन सक्नुहुन्छ है। चिया एकदमै मिठो छ यहाँको। यहाँ दुईटा कुकुरहरू पुग्दैछ। मजाको छ यहाँनिर सिनहरू, तपाईँले हेर्न सक्नुहुन्छ। गाडीहरू पनि आइरहेको छ। स्कुल एरिया मान्छेहरू पनि धेरै छ। यो ठाउँमा जाडोले गर्दा पनि होला एकदमै मिठो पाउँदो रहेछ। हामीले चिया खाएको होटल चाहिँ यो हो। एकदमै राम्रो जग्गा छ। लोकेसन भ्यूहरू पनि डाँडाहरू मजाको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। यो ठाउँ चाहिँ राङ्के हो। साइडपट्टि छ मजाको। यहाँ सानो होटल, नाम चाहिँ छैन रहेछ यो होटलको। दोकान चाहिँ भर्खर 3 महिना मात्रै भयो अरे उहाँहरूले खोल्नु भएको। तर खानापिना चाहिँ खाजाहरू चाहिँ एकदम मिठो पाउँदो रहेछ। बनाइदिनु हुँदैछ फ्रेस। यहाँ आउनु सक्नुहुन्छ तपाईँले हो। टक्कै आफ्नो यहाँ गेस्टको लागि सानो यहाँनिर चडक्कै परेको रुमहरू पनि बनाउनु भएको रहेछ हो। हामी चाहिँ चिया पिउँदैछौँ र अहिले फ्रेस खाजाहरू बनाइदिनु हुँदैछ। जाडो जग्गा होला, त्यस्तो बासीहरू केही पाउँदैन रहेछ यहाँ। एकदम तातो ताजाहरू मात्रै पाउँदो रहेछ। दुईजनाले चाहिँ थुक्पा खानु थाल्यो हो। थुक्पा मिठो रहेछ भाइ? मिठो छ? ए कस्तो रहेछ भन् त भाइ? दामी छ? फ्रेस रहेछ? मिठो छ भन्दैछ यहाँनिर। म त थुक्पा खाँदिनँ, मेरो चाहिँ रोटी आउँदैछ हो। मेरो खाजा पनि आइपुग्यो। मिठो लाग्यो, टेस्ट गर्दैछु है। तपाईँहरू पनि एकखेप चाहिँ टेस्ट गर्नुहोस् है यहाँ आएर घुम्न आउनुहुँदाखेरि। हामी चाहिँ राबोङ जस्ट पुग्नै आँट्यौँ। यहीँ अगाडि हो। आज चाहिँ राबोङको वेदर पनि एकदमै दामी रहेछ है। किनभने म चाहिँ जतिपल्ट नि राबोङ आएँ, यहाँ चाहिँ जहिले पनि वेदर एकदमै खराब हुन्थ्यो हो। आज चाहिँ एकदमै खुसी लाग्यो। यता चाहिँ बजार जान्छ, यता चाहिँ अब हामी चाहिँ क्युजिङपट्टि गएको। टनल पनि दामी बनाइसकेको रहेछ यहाँको। म नआएको झन्डै 6-7 महिना भएछ कि क्या हो। मजाले अहिले त टनलभित्रबाट यता डाइरेक्ट क्युजिङ जानेपट्टि जानु सक्नुहुन्छ। पहिला चाहिँ बजार घुमेरै जानु पर्थ्यो। यहाँ निस्किन्थ्यो है बजारबाट चाहिँ। अहिले चाहिँ सिधै रहेछ हो। अब चाहिँ हामी लेक्सेपट्टि जाँदैछौँ राबोङबाट ओह्रालो है। साह्रो मन पर्यो मलाई चाहिँ यो ठाउँहरू घुम्दा। बस्ती हाम्रो सिक्किमको होइन। तपाईँहरू पनि यसो आउनुहोस्। हामी चाहिँ यहाँनिर 3 जना छौँ हो।
मेरो छोराले पनि एकदम मन पर्यो भाइ मेरो छोरालाई पनि पुरा मन पर्यो हेर्नुहोस् त ऊ पारी डाँडाको गुम्पा चाहिँ टाँसिडिङ गुम्पा रहेछ यति मजाको देख्दो रहेछ यहाँबाट है हामी चाहिँ जस्ट क्युजिङ बजारदेखि अलिक तल पुगेर यसो यो हेरेको यस्तो दामी दामी भ्यूहरू छ आउनुहोस् है यता घुम्नु माथि राबोङ देख्दैछ पारी टाँसिडिङ गुम्पा हामी चाहिँ राबोङको छोचो लेक आइपुग्यौँ गाइस होइन यहाँ चाहिँ मेरो सालो केटा हो ह्यान्डसम छ हालो खै हाइहालो पनि छैन यहाँ मजाको मेला लागिरहेको रहेछ यहाँनिर अब मेरो छोराले यहाँनिर के भन्छ फेस्टिभल छोजो लेक फेस्टिभल हो छोचो लेक फेस्टिभल फेस्टिभल छोचो लेक फेस्टिभल अरे अब यहाँनिर चाहिँ हाम्रो मेरो छोराले अब एकछिनबाट बोट खेल्छ होला भन्दैछ टिकट कहाँ काट्नुपर्छ यहाँ सालो केटाले काटिदिन्छ हो मजाको रहेछ है यो हेर्नु सक्नुहुन्छ है हामी चाहिँ अलिक गाडी यहाँ पार्किङ नपाएर अलिक माथिबाट हिँडेर आएको यहाँ अब गइहालेको छ साइकलिङ भेना गणेशन दर्नाल साइकलिङ गर्नु हुँदैछ पानी पनि सुरु भयो है पानी पनि पर्नु थाल्यो Outside the stage point 47. यो सिम खर्काको भिड चाहिँ डेन्जर छ है साथी हो पुल नयाँ बनिँदै रहेछ दामी चाहिँ दामी हो जग्गा चाहिँ तर भिड चाहिँ यो चाहिँ डेन्जर रहेछ है हाम्रो सिक्किमको बाटो यस्तै छ अब यो प्रकृतिलाई त मान्छेको दुःख टार्ने मात्रै हो यो बाटो भनेको त है तर भए पनि अब बनाइराखेको छ अब ठुलो रोड चाहिँ बनिँदैछ खुसी हुनुपर्छ यसमा पहिला चाहिँ यो सानो थियो अहिलेको अब नयाँ चाहिँ यहाँनिर नयाँ ठुलो ब्रिज हो डेन्जर लागेन तपाईँहरूलाई भन्नुहोस् है कमेन्टमा